हेलो गाइज, वेलकम ब्याक टु अ न्यू ब्लग। होइन, आज चाहिँ हामी सुँगुरको मासुले सेकुवा बनाएर खानु जाँदैछौँ। होइन, त्यहाँ भोलि हाम्रो छेवार, भोलि मेरो र मेरो दाइको छेवार छ। अनि त्यसकै लागि हामी आज सुँगुर काटेको थियौँ। अब त्यसकै उयो खाने। त्यहाँ उयो चाहिँ त्यस्तो छ। उयो चाहिँ हाम्रो गेट भयो, हाम्रो घर, प्यारो घर। पर्खिनु ल, म बाहिरदेखि देखाउँछु हाम्रो घर कस्तो छ गाइज। सरी गाइज, थोरै मिस्टेक भएको थियो। होइन, कि हाम्रो घर चाहिँ यस्तो छ। अब तपाईँलाई हामी देखाउँछौँ कहाँ सेक्पा पोल्दै हुनुहुन्छ भन्नु। र यो चाहिँ हाम्रो अर्ग्यानिक स्विमिङ पुल है गाइज। अर्ग्यानिक। यो चाहिँ हाम्रो किचन, हाम्रो यहाँ बारीहरू पनि छ। पर्खिनुहोस्, यहीँ पकाइ हुनुहुन्छ। म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ हाम्रो धनियाँ बारी होइन। यो चाहिँ तोरीबारीहरू के छ। हाम्रो यहाँ नयाँ घर पनि छ। यी दाउरा राख्ने ठाउँहरू। हाम्रो यहाँ नयाँ घर पनि छ। होइन, पर्खिनु न, देखाउँदैछु। यो चाहिँ चुचुले बनाउनु भएको नयाँ घर हो। होइन, यहाँ सब यहाँदेखि राम्रो भ्यू पनि आउँछ। माथि डाँडादेखि चाहिँ गएर खिच्यो भने राम्रो भ्यू आउँछ के। लु, मासु पकाएको ठाउँमा चाहिँ सबैजना यता पासाङे ओइ बारुले। यो चाहिँ सेकुवाको मासु। यहाँ सेकुवा बन्दैछ। होइन, कुक चाहिँ सेफ, मेन सेफ यहाँ। अचार लास्टै दामी भएको छ। होइन, यहाँ हाम्रो अर्को सेफ हो, हामी सेफ हो। हाम्रो मम्मी पनि, हाम्रो मम्मी त कम हुनुहुन्न। आजको भ्लग यतिमै इन्ड। बाई बाई।